हेलो एन्ड वाट्सअप गाइज, इट्स मी रमित। आई एम ब्याक इन युट्युब च्यानल। आयो आज सबैजना सन्चै हुनुहुन्छ होला, म नि सन्चै छु। अनि आज चाहिँ अलिकति यस्तै ब्लग भइरहेछ होइन। अनि त्यसपछि आज चाहिँ कहाँ जानु लाग्यो भनेर थाहा पाइसक्नुभयो होला थम्बनेल हेरेर पनि तपाईँहरूले होइन। अनि आज चाहिँ अलिकति बाहिर जानु लाग्यो। यहाँ बुनु, यहाँ मेरो बहिनी के भएको यहाँ चाहिँ रजिना यहाँ चाहिँ के खोजिरहेछ। उसको लुक्स देखाउँदैन। अनि यता मम्मी हुनुहुन्छ, अनि म भइहाल्यो, अनि ठुलमम्मी, ठुलोआबा, भाइ, दिदी, भेनाजु, दाइ, भाउजू, भान्जा, भान्जी, छोरी, सबैजना। छोरी भन्नाले दाइको छोरी मेरो नि, अब मलाई अङ्कल परेको छ, मलाई पनि छोरी, मैले पनि छोरी भन्नुपर्छ। सो अनि हामी सबैजना चाहिँ आज कहाँ जानु लाग्यो तपाईँहरूले हेरेर पनि थाहा पाइसक्नुभयो होला। आज चाहिँ हामी नाङ्लो सेट खान जाँदैछौँ होइन। अनि त्यसपछि अब चाहिँ हामी यहाँ घरबाट निस्किन्छौँ। घरबाट निस्केर पहिला ठुलमम्मी घरमा जान्छौँ। ठुलमम्मी घरबाट सबैजना भेला भएर अनि त्यहाँबाट निस्किन्छौँ होइन। आज चाहिँ म स्कुटर लिएर जान्न, किनभने यो फ्यामिलीसँग जानु लाग्यो नि त। त्यही भएर फ्यामिलीहरू सबैजनासँग रमाइलो गरेर एउटै बसमा हुन्छ कि अब केमा हुन्छ, हामी चाहिँ लाग्नुपर्ने हुन्छ है त गाइस। अहिले भेट्नुलाई तल ठुलमम्मी घर गएर हेर्दै त्यतिखेरसम्ममा होइन तपाईँहरू सबैजनालाई ड्याकडुक लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब विथ बेल आइकन सबैले गरिदिनु होला। अनि के अरे टिकटकमा रमित भनेर सर्च हान्नु, मेरो आइडी आएको छ। सो त त्यहाँ पनि फलो हानिदिनु। अनि इन्स्टाग्राममा पनि रमित भनेर आउँछ, त्यहाँ पनि फलो हानिदिनु। अनि सबै कुरामा फलो अनि सब्सक्राइब हानेर अनि हामी फ्यामिली धेरै हुनुपर्छ। सो त्यही भएर सब्सक्राइब है। हेरेर बसिरह होला होइन, हेरेर मात्र बस्ने होइन क्या, लाइक सब्सक्राइब पनि हान्नु पऱ्यो क्या। ल त्यही हो। अनि मेकअप गरेर ल। अनि अहिले चाहिँ हामी गाडीमा होइन, अनि गाडीमा आइसक्यो हामी चाहिँ सबैजना भेटेर यहाँ गुजधारा चोकमा हामी चाहिँ हेर्नु सक्नुहुन्छ। अनि यहाँबाट हिँडेर अब हामी चाहिँ अहिले सीतापाइला जाने कुरो भयो होइन। अब सीतापाइला गएर भेट्छु ल। सो गाइज, अनि अहिले चाहिँ हामी आइसक्यौँ होइन। हजुर हामी आइसक्यौँ। यति मान्छेहरू छौँ हामी चाहिँ। अनि अहिले चाहिँ हामी सोनाम के छ? हामी चाहिँ खानेकुरा नआएर बसिरहेको। अहिले अघि नै अर्डर गरिसक्यो, अहिलेसम्म के गर्नु यस्तो छ। अहिले त कपाल सपाल पनि बिग्रिसकेको छ। हजुर अनि हाम्रो चाहिँ यहाँ फोटो खिच्ने कार्यक्रमहरू चल्दैछ है। यस्तो छ फोटो खिच्ने कार्यक्रमहरू। त्यही हो, अहिले कति टाइम लाग्यो अब बनाउन नि झ्याउ लाग्ने गरेर होइन। के गर्ने, यस्तै छ जिन्दगी। चुरिन्जिम लो हजार चुला सोझ आइने तलब राम्रो माऱ्यो। अनि गाइस त्यही हो, अब चाहिँ के गर्नु, ज्याउलाई यस्तो निन्द्रो पुगिसक्यो मान्छेहरूको। हाम्रो चाहिँ होइन कतिखेर आउँछ। भोक लागिरहेको यार। मेरो यहाँ खाल्डो बस्यो, खाल्डो कसको कमी भाउ अनुहार त त्यही हो। आएपछि नै भेटौँला है। अब के भन्नु त, नआएसम्म त के भन्नु त, अब यतिको बस्नै पऱ्यो अरे होइन। कति बजी आएको हामी? यहाँनिर 12 बजी आइसक्यो होला हामी। तर अहिलेसम्म चाहिँ खानेकुरा चाहिँ आएन। 1 घन्टा 2 घन्टा हुँदैछ। अहिले चाहिँ हाम्रो आइसक्यो होइन। यो मेरो कस्तो ब्लर देखाएको होला। अब चाहिँ आइसक्यो होइन। अनि यहाँनिर उता पनि अर्को पनि छ। सो हाम्रो चाहिँ कस्तो टल्केको अब आयो। अब खाने है हो।
आज आएर मासु पनि पुग्यो भन्ने दिन आयो यहाँ मासु हेर्नु कति रहेछ यत्रो खाएर होइन 3-4 चोटि थपेर नै खाइसक्यो यहाँ एउटा डन दिदी त्यहाँ छोटा डन झन् कस्तो मजा खाएर त्यसले मासुहरू त्यसले मासु पनि पुग्यो भन्ने दिन आयो जिन्दगीमा पहिलोचोटि मासु पनि पुग्यो भन्ने दिन आयो मेरो त मासु खाँदैछ नि म त्यहाँबाट डन त्यो मोबाइल हेरेर बसिरहेको अहिले चाहिँ हामी घर आइसक्यौँ त्यहाँनिर अनि अलिकति बढी नै भएन अनि त्यहाँनिर अहिले चाहिँ छोडिदिएर खाइसक्यो पनि गरेन हामी चाहिँ अलिकति त्यहाँनिर अनि छोडेर अनि आइसक्रिम खाएर त्यहाँबाट अनि बुक गरेर आइहालेँ त्यो चाहिँ भिडियो बनाउनु पाएन अनि त्यसपछि अब चाहिँ के गर्ने भन्ने पत्ता छैन अब एकछिन पहिला रेस्ट गरौँ होइन त्यसपछि रेस्ट गरेर अनि आज त खासै म बोलेको छैन होइन किनभने बाहिर बोल्नु अलिकति अप्ठ्यारो लाग्छ सपनै हुने भयो होइन टक्क जे होस् सबैले माया चाहिँ गर्दिनँ होइन अनि अब चाहिँ एकछिन बस्छु म अनि के कस्तो हुन्छ तपाईँहरू देखाइहाल्छु हेर्दै गर्नु होला होइन आज त मेरो आयो हुन्छ नि तर आज हाम्रो ओइ बुनु यहाँ त बाँध्न आज हाम्रो कुन सेट रे कुम्भकर्ण सेट हामीले खाएको चाहिँ त्यो सेट हो होइन तर त्यहाँनिर अरू पनि थियो थुप्रै सेटहरू थियो हामीलाई चाहिँ त्यो चाहिँ अलिकति त्यो चाहिँ अरू सेट भन्दा नि महँगै थियो है अरू सेटहरू भन्दा नि महँगै थियो अनि हामीले चाहिँ अनि त्यसमा अलि पुग्ने नै आउँथ्यो भनेर मजाको पुगेर नि फ्याल्लै सामान भएर अनि मासु रिग्रेट लागिरहेको छ यार
हो यस्तो मासु खाने मान्छेले नि आज मासु फालेर आउनु पर्यो गाइज होइन आज लास्ट ओभर धेरै भयो क्या मासु मात्रै म त होइन त्यो चाउमिन के पनि खाएन मोमो एउटा होइन अनि त्यसपछि के अरे त्यो ससेस अनि मासु अनि त्यसपछि के अरे त्यो फ्रेन्च फ्राई त्यति त्यति मात्र खायो अरू त खासै खाएन अनि राइस होइन त्यो के भुटेको भात अनि चाउमिन त धेरै खाएन चाउमिन त थोरै थोरै खाएँ होइन खाना त धेरै खाएन खानु चाहिँ खाएँ तर थोरै मात्रै खाएँ होइन त्यही हो ल अब अहिले केही गर्नु पऱ्यो भनेको केही गर्नलाई नि झ्याउ लाग्यो अब म यतिकै सुतिदिन्छु यो ड्रेसहरू यो दुइटा ड्रेस फेर्छु यो तल प्यान्ट र यो टी सर्ट अनि म यतिकै सुतिदिन्छु अनि आजको लागि भिडियो के कस्तो भयो होइन मैले खासै त्यो धेरै क्लिपहरू नि हालेको छैन होइन थोरै थोरै गरेर हालेको छु अनि अलिकति बढ्दै गएपछि सब्सक्राइबरहरू अलि तपाईँहरू फ्यामिली जोड्दै अलिक धेरै हुनुभएपछि मैले सब A to Z सबै बनाएर म के कस्तो हुन्छ कसरी जान्छ हामी सबै त्यसरी होइन फ्यामिलीसँग गएको म एक्लै गएको सबै मिलाएर हाल्छु होइन टक्क अहिलेलाई चाहिँ टक्क तपाईँहरू सबैजना मिलेर लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब विथ बेल आइकन है टक्क है मैले दिनदिनै भन्न चाहन्छु कसले गर्दैन हेरेर मात्र बस्छ भनेर रुन्छु भने होला रुदिनँ कहाँ रुन्छ भनेर सोचिरह होला होइन ल त्यही हो अब सबैजनाले सब्सक्राइब एउटा गरिदिनु पऱ्यो टिकटक इन्स्टाग्राम मैले त्यो भनेको छु होइन सबै टक्क होइन इन्स्टाग्राममा पनि आउँछ मेरो के अरे उयोहरू आउँछ अपडेटहरू आइरहन्छ होइन सो सबैले गएर फलो चाहिँ गरिदिनु होला अहिलेको लागि बाई बाई भन्छु निन्द्रा लागिसक्यो टाउको निन्द्रा लगाएर ल त्यही हो अहिलेको लागि चाहिँ सबैजनाबाट बाई बाई